रुको जरा सबर करो बोला। सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग्स र अच्छा आज चाहिँ हामी जाँदैछौँ चेकनीतिर र हजुरलाई पनि बाटोको उयो गराउनेछु। हजुरलाई आधी बाटोमा गएपछि भन्नेवाला छु र अरू चाहिँ पछाडि आउँदै हुनुहुन्छ। देख्नुभयो कि नै थाहा भएन, फ्रन्ट क्यामेराबाट देखाउँदैछु। देख्न पारे हेर्नु होला, नदेख्न पारे नहेर्नु होला। हजुरलाई मैले ब्याक क्यामेराबाट देखाउन चाहन्छु, हेर्नु होला। र म चाहिँ ब्याक क्यामेराबाट आइसकेको छु। हामी चाहिँ टाढा जानुपर्ने बेला छ र 1-2 किलोमिटरको होला। क्यों हिला डाला ना फुट हिँड्नुपर्छ, गाडी लिएर होइन। हजुरलाई मैले बाटाको टुर दिन चाहन्छु पारीसम्मतिर। र म चाहिँ यहाँसम्म लगभग आइसकेको छु। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। र हजुरले यहाँबाट भ्यू देखाउनुहुन्छ, तर यहाँ त रुखै रुख रहेछन्। त्यो पनि हेर्नु होला। मैले ब्याक क्यामेराबाट देखाउँछु हजुरलाई। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। र उहाँ चाहिँ मेरो दिदीहरू आउँदै हुन्छ र आन्टी पनि हुनुहुन्छ। र म चाहिँ फर्स्ट टाइम हेर्दैछु किनकि मलाई भ्लग बनाउनु परेको छ। फुल मजामा मौज मस्ती। अबे साले र हजुरले मैले बिचमा खबर दिनेवाला छु कि कहाँसम्म पुगेको छौँ हामी। पछाडि आउँदै हुनुहुन्छ अरू र मैले पछाडि देखाउन चाहन्छु तपाईँलाई, हेर्नु होला। धो चाहिँ हुन्छ है गाइज। झूठ बोलो। पछाडि आउनलाई धेरै लेट गर्नुभएको छ। हामी माथि गएर हेरौँ, उता बस्ने ठाउँ छ, उहाँ गएर बसेर हजुरलाई भिडियो देखाउँछु। त्यस बेलासम्म म अहिले ब्याक जान चाहन्छु र हजुरले उहाँ पुगेपछि भन्छु। र म चाहिँ माथि पुगिसकेको छु र हजुरलाई भन्नु होला। यो गोबाने ठाउँ हो। यो गोबाने ठाउँमा यहाँ कोकुनर भएको छ भन्नु होला। यो चाहिँ यहाँको होटल हो र यहाँ कोकुनर भएको छ भन्नु होला। र मेरो दिदीहरू चाहिँ पछाडि आउन वेट गर्नुभएको छ। हजुरलाई मैले यहाँबाट भ्यू देखाउन चाहन्छु। चाहिँ दिदीहरू पनि आउनु भएको छ, आन्टी पनि आउनु भएको छ। यहाँ चाहिँ हामीले बहिनी छिन्। पिटेर देखाऊ चाहिँ बुढी बुझ्छ नि त, ले कन्ट्रोलमा रहनु होला नि त पिटिदिन्छ। बहुत कड़क आ रहा है फोटो, बहुत कड़क आ रहा है फोटो। देखते हमारे जन्म भैया किधर गए? कस्तो राम्रो आउने हो चाहिँ। तो गाई यहाँ चाहिँ मुकाबला हुन लागेको छ। क्या मुस्कुराहट आन्टी र गुन्जनको बिचमा। यहाँ चाहिँ लोर राख्नु भन्नुभएको छ। भिडियो हल्लेर आउने होला। उताको पल्लो पर्ने यत्नै गइन, दुईटा भएको कि एउटो? दुईटा भएको कि एउटो? र दुईटा भन्दा उता छ एउटो त्यसलाई कट्ने के त्यसलाई नछुनी कट्ने 1 2 3 गो। मपट्टि त
भएको छ हाम्रो कुञ्जनजी। विनर विशेष हुनुभएको छ। पानी 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 नेचुरल वाटर। You see that? I am bowling to tennis. थाहा भएन उहाँबाट उहाँबाट पानी आइराखेको छ। नेचुरल वाटर। ऐसा लग रहा है कि दिल गार्डन गार्डन हो रहा है। बहुत मजा आ रही है। अरे बाप रे, वाओ नाइस। फलतिर पानी जम्मा भएको छ। हाउ स्लो ब्रो के भन्छन् रे? ए आएन, कति स्लो। म अगाडि जानु पर्छ क्या फेरि यहाँ पानी खानु लाग्यो। म अगाडि जान्छु कसरी नभन्दा होला गाइस। इट इज नेचुरल वाटर। किसी को पता नहीं देने का, आगे चलने का, डप्पा करने का। हाम्रो कुदपुर राज पनि आउनु भएको छ। मसिम जानु बचेको छैन। म चाहिँ यहाँ आएर बस्नेवाला छु। मशक्कत होती है रे बहुत। के हो यो? व्हाट इज दिस? कुछ भी नहीं है। चलो, मैले चाहिँ भर्खर नोटिस गरेँ यहाँ धेरै जसो यिनी मात्र पाइने होछन् के। यिनी मात्र छन्। जहाँ हेरो यिनी छन्। यहाँ छ, यहाँ छन् अरू यहाँ छन्। तपाईँले नदेखेको पनि एउटा यहाँ छन्, अरू कहाँ छन्? हाम्रो बहिनी आइसकेकी छिन् दुगुर्दै। जित हासिल गरेकी मिसेस बहिनी र दुगुर्दै जति सक्छु त्यति बेसकार दुगुर। पुतली जस्तै उफ्रिन्छ नि जति छु कि। मैले यो जुम गरेर हेर्नु कति टाढा पुगिसिन्। हाई गर्नु होला मिसेस विनरजी। तिम्रो राति खुट्टा दुख्छन् गरेर पक्कै हेरे त। आऊ हामी दुईटा रेस खेलौँ। आऊ तिमी अगाडि पुग अनि म पछाडि एउटा हुन्छु। हाम्रो सुशान्तले बनायो भने चाहिँ वारीबाट पारी जाने होइन। तारिफ। यन्त्र कुकुरका बिचमा भिडान त हुँदै र हाम्रो कुकुर यता ब्ल्याक ब्युटी यता छ। यता नि ब्ल्याक ब्युटी हो छ। ला भिडान त हुन्छ भनेको त। मौसम तो ऐसा लग रहा है दिल गार्डन गार्डन हो रहा है। बहुत मजा आ रहा है यहाँ पे। यहाँ लबे सीरी सा लग रहा है दिल गार्डन। मलाईदेखि चाहिँ जो पनि कराउँछ। किन हो? म चाहिँ कुकुर भएर हो क्या हो? जाते हैं। प्यारी समझ गई। डिप्रेशन, मैं डिप्रेशन में रहता हूँ हमेशा। अब भी मैं डिप्रेशन में हूँ, माँ कसम। अबे साले।
देश बगल उता जाम कि मम्मी हेर लामो बाटो हुन्छ कि त ए जो पनि जाम यसलाई तिर्खा लाग्थ्यो अब राखेको थपक्क बस फुटबल खेल्दा बबुला भछु र खुट्टा पनि दुखे र मैले यो ब्लगलाई यहीँ सिद्ध्याउन चाहन्छु ल जाते हैं प्यारी समझ गई